आदरणीय दर्शकबिन्दुहरू म तपाईँलाई धेरै धेरै नमस्कार दिन चाहन्छु। र आज यहाँ जेएनजी भाइहरूले आज धर्ना कार्यक्रम हिजोबाट अस्तिबाट सुरु गर्नुभएको रहेछ र आज म यहाँ आएको छु र म एउटा सानो भिडियो बनाउनु मन लागेर मैले भिडियो पनि बनाएको छु। र आज वीरहरूको शहीदहरूको तस्बिर यहाँ राखिएको छ भने यहाँ धर्ना कार्यक्रम धर्ना विरोध कार्यक्रम भनेर पनि यहाँ लेखेको छ। र त्यसै गरी म यहाँ थोरै कार्यक्रम अगाडि तपाईँलाई बोलाउन चाहन्छु। यहाँ यसरी चाहिँ आज जेएनजी भाइ बहिनीहरू आज चाहिँ यो पालको उसमा बसिरहनु भएको छ, यहाँ सुतिरहनु भएको छ। र आज यहाँ हेरेर यहाँ सानो कार्यक्रम भाइ बहिनीहरू जेएनजी भाइ बहिनीहरूको कार्यक्रम रहेछ र म त्यहाँ उपस्थित भएर सानो यसलाई चाहिँ पूर्ण रूपमा पुरै हेरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। जसले यो देशको लागि आहुति गर्नुभएको उहाँहरू जसरी आज धर्नाको रूपमा बसिरहनु भएको छ उहाँहरूलाई म एकदमै सम्मान गर्न चाहन्छु। म हेर्दैदेखि शुभकामना धन्यवाद दिन चाहन्छु। सानो एउटा भिडियो बनाइरहेको छ साथीहरू, यो चाहिँ अन्तिमसम्म हेरिदिनु होला र साथ दिनु होला। मेरो भनाइ यही बताउँछु। धन्यवाद। आज श्री बडा महाराज धीराज पृथ्वीनारायण शाहको 304औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा यस वैदिकर मण्डलाको प्राङ्गणमा उपस्थित हुनुभएका सम्पूर्ण राष्ट्रप्रेमी देशप्रेमी दाजुभाइ दिदीबहिनी तथा आमाबुबाहरू तपाईँहरूलाई धेरै भइसक्यो उहाँहरू दिनुभएको छ देशको लागि आफ्नो 6-7 दिनदेखि वैदिकर मण्डलमा निरन्तर शान्तिपूर्ण एवं सचेतनामूलक कार्यक्रम एवं सन्देशमूलक कार्यक्रमका लागि उपस्थित भएका छौँ। नेपाल एकीकरण बाटो लाइन श्रीपाद बडा महाराज धीराज पृथ्वीनारायण शाहले नेतृत्वमा जनताको सहभागितामा तो यहाँ हामीले एउटा कस्तो दुःखको कुरा हो। यो नेपालमा गणतन्त्र आयो भन्छन् तर गणतन्त्र कहाँ आयो त, के आयो त? यसरी जहिले पनि हामी एउटा चाहिँ न्याय माग्नको लागि यस्तो छाप्रो बनाएर बसिरहनु पर्ने, जहिले पनि माइती मण्डलमा आएर बसिरहनु पर्ने, जहिले पनि हामी यसरी बसिरहनु, यस्तो पनि गणतन्त्र हुन्छ र त्यसैले आम काङ्ग्रेस एमाले माओवादीका साथीहरू पनि सबैले अब आफ्नो ठाउँबाट त्यागेर काङ्ग्रेस एमाले माओवादी ध्यान त्यागेर राष्ट्रियताको लागि झन्डाको लागि नेपाल झन्डाको लागि यो देश बचाउनको लागि एक ढिक्का भएर अगाडि बढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। संस्कृति, भाषा र